किन दिन्छु अहिले राम्ररी बोलै तेरो ल तेरो यहाँ काम गर्ने हो तेरो काम गर्ने हो तेरो गाला चर्काउ यहाँ आमामा हेर पुलिसको दादागिरी हेर नि धम्काको पुलिसको फुल फर्म थाहा छैन कि यो मान्छेलाई ड्रेस लगायो भन्दैमा आमामा धमास त डरलाग्दो छ त हामी पनि गर्छौं हैन हामी पनि ड्युटी गर्छौं बट यसरी चाहिँ बोल्नु हुँदैन है ल किन रेपुटेसनहरु नराम्रो हुन्छ कि एउटाले गर्दा सबै नराम्रो हुन्छ कि त्यसो नगर्नु थैट सर ढिलो हुन्छ स्कुल भन लाइसेन्स नै त सर लाइसेन्स नम्बर लेख्नु नि तेरो लाइसेन्स स्कुल ढिलो भएर त यसो गरेको त मैले त सर स्कुल उनीहरु ढिलो हुन्छ नि मलाई चेक गर्छ नि उनीहरुको अन्त डकुमेन्ट्स निकाल्न भनेको बुझिस सर मेरो गल्ती के छ भन्नु न अन्त फर्स्ट हर्न बजाएको हो हर्न अरु पनि बजायो त अरु पनि बजायो त पछाडीबाट अरु पनि बजाउँछ सर स्कुल ढिलो हुन्छ उनीहरुको उनीहरु मलाई चेक गर्छ नि सर निकाल्न डकुमेन्ट्स स्कुल ढिलो हुन्छ नि बुझ्नु पर्यो नि अरु तैले अरुलाई त प्राइभेट गाडीले जन दिएको दिइ गर्छ हामी ट्याक्सीलाई किन नदिएको सर अरु त प्राइभेट गाडीले जन दिइहाल्छ हामीलाई किन जन नदिएको गाला चर्किन दिन्छु अहिले राम्ररी बोलै तेरो ल तेरो यहाँ काम गर्ने हो तेरो काम गर्ने हो सर मैले के गरे नि त तेरो गाला चर्काउ यहाँ ल हिकान त ल हिकान ल कति गर्छ हेर्नु त ल हिगाडी देख्नु त ल यतिकै हिगाडी देख्नु त ल उल्टा बाबालाई कम्प्लेन गर्नु त उल्टा कम्प्लेन गर्नु एकछिन बस्नु ल यही पुलिस स्कुल ढिलो हुन्छ यसको दम हुनु र हिकान होइन यही पुलिसै भोक्टा हामी स्कुल ढिलो हुने चलाउनु गर्ने चाहिँ यसले प्राइभेट गाडी जन सबै जन दिँदो रहेछ यही पुलिस हो हैन म चाहिँ देखेको कुरा गर्छु हैन यो भिडियो तर्फबाट चाहिँ के देखे भन्दाखेरि चाहिँ त्यो ड्राइभरले चाहिँ स्टुडेन्टहरुलाई लगेर जाँदै थिएछ अब केही थिएन होला सायद लाइसेन्स वगैरह केही प्रब्लम थियो होला ल ठीक छ आफ्नो काम गर्नुपर्छ हैन पुलिसहरुको पनि तर यो खालको बोलेर चाहिँ हैन क्या धमास देखाएर चाहिँ हैन क्या एउटाले गर्दा सबै नराम्रो हुन्छ हैन अहिले मान्छेहरुले विश्वास गर्नु छोडेको छ पुलिसहरुलाई बुझ्नु भयो नि यस्तै मान्छेको कारणले गर्दा त्यही कारणले भन्छु सबैभन्दा ठुलो कुरा चाहिँ हामी बोली चाहिँ राम्रो हुनुपर्छ क्या मजाले बोल्नुपर्छ हैन त्यसको कानुनी हिसाबले त्यसलाई के गर्नुपर्ने छ त्यो आफ्नो काम गर्नुपर्छ तर यसरी धम्काएर चाहिँ हुँदैन कसैलाई नराम्रो वचनले